हेलो, आज हामी जाँदैछौँ घुम्न। आज अलि घाम लागेको छ होइन, धेरै दिनपछि। के सब कहाँ छन् कि हाम्रो यो कास्पे हो, यो शमशान घाट हो। यो शमशानमा हामी रमाउँदै यसको कुरा छोडिदिए आफै शमशान घाट जस्तो छ। रमाउँदै हो। शमशान घाटमा को रमाउन आउँछ बे? शमशानमा मर्या मान्छे मात्रै आउँछ। हामी रमाउन आउँछौँ नि त। यो पुरै शमशान जस्तै छ। मसान हो कि मसान। मसान भूत हो, यो भूत हो। हेर्दै यता हेर न, हेर्दै डर लाग्ने काले काले भूत। यता बस्ने के पार्कमा होइन, जाँबाट गइने एउटै हो कि तलै लाग्ने त हो त। हामी ड्यामतिर जान लाग्यौँ। ऊ उता हुनुहुन्छ वरुण दाईको पछाडि सन्तोष दाईको यतापट्टि विशाल छन्। हामी आज टक्क जाँदैछौँ ल गाइज घुम्नलाई। के छ विशाल? धेरै बेसी घाम लाग्यो नि। के वरुण दाई आज टक्क बस्नु कहाँ चुल्ठी बाटिन ह्यान्सी भएर हिँड्नु भयो। कालेलाई देखाउनु पर्यो रे फेरि यसलाई सुरुमै देखाओ, यसलाई अझै देखाउनु पर्यो। मेरो बेबी हो, सानो बेबी बच्चा हो मेरो होइन। त्यसो कुरालाई इग्नोर गरौँ है गाइज। इग्नोर होइन है, बी सिरियस। कोसँग? सिरियस माई वार्ड हो हस्पिटल त कालुको वार्डलाई हस्पिटल पुऱ्याउनु पर्छ। कालु सँगसँगै क्याप लगाएर आनबाट कालु ल्याएर जान्थ्यो भएर लौरे हो नि त आज। क्याप भने वरुण दाईले चाहिँ आज क्याप लाउनु भएन। सन्तोष दाईले सन्तोष दाई के छ? वरुण दाई आर्मी हो। वरुण दाई लगाउनु टोपी। ठिक छ ल, अब हामी ड्यामतिर जाँदैछौँ। हेर्दैछौँ हामी सर लगाएर होइन ट्याक्कसँगले। यो कास्पे हो गाइज, कास्पेतिर हेर्न। साइल दाईको फेरि फोन आएको। अनुप दाई र शरद अहिले आउँछन् होला सायद, जाम भने होइन। छोडिदियो तिनीहरूलाई। बोल कालु त सुर्ती मोड्दिन्छ नि विशालले। आज सुर्ती मार्दै गयो जोपन। खान्छौ कि दाँतै कालो छ, ओठै कालो छ। सबैको मगनी भइसक्यो, कालेकै पाली छ। खोज न यार एउटा केटाकेटी यार। ल गाइस तुरुन्त जारी चाहियो, कालीको लागि एउटा केटी चाहियो। केटी चाहियो होइन, तर यो डक्टर हुनु पर्यो। आफू कन्डक्टर जस्तो छ, केटी भने डक्टर चाहियो सालालाई। किनकि कन्डक्टर होइन कि अब 2 वर्षपछि सिधै एनआरआई के एनआरआई इन्डियनलाई भन्छ, नन रेजिडेन्स इन्डियन। हामी एनआरएन नन रेजिडेन्स नेपाली होइन के। थोबडा हेर कन्डक्टर जस्तो छ, केटी डक्टर चाहियो अरे। ल एउटा डक्टर केटी चाहियो। कालु धेरै बिरामी हुन्छ कि, यसलाई स्याहार गर्ने केटी चाहियो एकदम धेरै। केयर गर्ने चाहियो र के भन्छ अरे ल दहेज तेज केही चाहिँदैन क्या, एउटा केटी तराईको मान्छे हो, दहेजको कुरा निकालिहाल्छ फेरि चाहिन्न भनेर नि भन्न परिहाल्छ यसलाई। चाहिएन क्या मलाई, चाहिन्न गाइस। वी आर खिलाफ अफ द दहेज सिस्टम। हामीलाई नो दहेज। बरु चाहियो भने कालेले दहेज दिन्छ। कालेको प्रपर्टी धनुषामा 25 बिघा पुरै फेरि हाइवे जानकी मन्दिरको साइडको प्रपर्टी हो कालेको। काले यसले भन्नु दिन लास्टै धनी मान्छे हो यो, हामीलाई यहीले पाल्छ बड्डा यहाँ। यति पैसा छ नि योसँग, साला पैसै निकाल्दैन। जब निकाल्छ नि अलिकति यो पैसा निकाल्दैन होइन। म भन्दैछु काले दिउँसो निकाल्दैन, राति परेपछि कार्ड आउँछ 2टा। के किन्ने जा, यो होटल किन्ने, मार्केट किन्ने, मार्केट किनिदिन्छु है। पैसा आइहाल्छ कालेसँग फेरि। कास्पे किनिदिन्छु नि त म। हामी कास्पेमा छौँ अहिले होइन कालु। रहन्छ आज हामी तल ड्यामतिर जाँदैछौँ। रमाइलो यस्तो घाम लागेको बेला आज धेरै पछि घाम लाग्यो यार गाइस। केटाहरू त्यहाँ छन् होइन, यसो जस्ट नेचर कल के भन्छ यता तल हामी टक्कै यहाँ माथिबाट सबै घुम्दै चिल पारेर जाने। कुकुर भुकिरहेछ पप्पी। हामी हिँड्दैछौँ गाइस। मौसम चाहिँ ठिक छ, अलि घाम लागेको छ अहिले चाहिँ। यहाँ घरहरूले चाहिँ घाम लाग्यो, त्यही हो त के भन्ने। अब हावा लाग्यो, कपाल पनि अब यसो पालेको रमाइलो छ गाइस। विशाल आइरहन्। विशाल यहाँ हो क्या, विशालसँग कुरा हुन्छ। एउटा केटीले मन पर
हामी अस्ति त केटाहरू पनि आएको थिएनन्, म र अभि मात्रै आएको थियौँ। आज अभि छैन, अभि आइसकेको थियो। साला ब्याङ्क एकाउन्टै ब्याङ्कर मान्छे नै आएको छैन आज। आज हाम्रो साला स्पोन्सर फाइनान्सर काले आएको छ। काले छ आज काले दिउँसोभरि सधैँभरि रातभरि चाहिँ खोइ काले पुरै धोनी काट्ला किनिदेला साला स्पोन्सर आज अलि आएको छैन। के रहेछ थाहा छैन है, फुल के फल्या हो अब थाहा छैन। हिँड गाडी आइरहेछ गाइज, उताबाट विशाल आइसक्यो। हावा चलिरहेछ यहाँ गाइज विशाल मान्छे के अरे सुन न विशालको एउटा गुनासो छ क्या सधैँ, तिमीले सधैँ यिनले भन्छ नि साँझ यार केटा अनुप दाई म शरद अनि रुममा बस्छौँ क्या, त्यहाँ बस्दाखेरि विशालले के भन्छ भने साँझ हाम्रो त अब जस्तै अनुप दाई अब बोल्नुहुन्छ आफ्नोसँग होइन, म गेम खेल्छु, शरदले गेम खेल्छ, म टिकटक सिकटक हेर्ने, त्यसो मोबाइल स्क्रोल गर्ने, अहिले भिडियो सुरु गर्ने। विशालले एनिमी हेर्छन् अनि अहिले चाहिँ एनिमीहरूलाई सिरिज हेर भन्छ, सिरिज हेर्न टक्कै नि सुत्न खोज्छन्, एउटा कुरा आउँछ अनि एकचोटि के गर्छन् भने चाहिँ हेडफोनमा गाना लगाउँछन्। सुन हेडफोनमा भोजपुरी गाना चल्छ, दिलको कुनामा त्यो एउटा केटीले मन परायो, फर्केर बिर्खेलमा टाङ्दै थियो होला, घर फेभरेट गाना चलाउँछन्, चलाइसकेपछि एक्लै नाच्छन् कि पुरै। अब हामी त सिरिज हेरेर आउँछौँ, अनुप दाइ आफ्नो फोनमा, शरद आफ्नो के गर्छन् भने लाइट अफ हुन्छ, फेरि लाइट अन गऱ्यो है उब्री के पुरै भेडा बुरु गर्दै हिजोकै घटना, फेरि हिजो राति त्यस्तो गरिहाल्छन्। अनि अर्को कुरा यिनले भन्ने केटा हो म यार मेरो फ्युचर वाइफको लागि अहिलेसम्म सिङ्गल छु, सिङ्गल छु भन्छन्, तर के भन्छन् थाहा छ साला यिनी चाहिँ अहिलेसम्म, तर साँच्चै कि विशाल चाहिँ अहिलेसम्म आफ्नो श्रीमती हुनेवाली गरेर सिङ्गल बस्या, तर विशाललाई पाउने पनि सिङ्गल बस्नु पऱ्यो भन्ने यिनको धारणा हो। त्यसैले लोयल बस्तीमै गाइजहरू गाडी आइसकेको छ, गाडी आइसक्यो यताबाट, म क्रस गरेर नि विशाल विशाल यहाँ होइन विशालको लागि एउटा लोयल राम्री केटी चाहियो, कहीँ लभ नपरेको, इन जस्तै हुनु पऱ्यो। कलियुग होइन पोसिबल छ, भेटिन सक्छन्। स्पेनिस यतैबाट हो नि ड्याम जान्छ त। यो ज्याकेट विशालको, यो उडी मेरो फेरि एक्सचेन्ज नभए त सबै फेरि काका चाहिँ आइसक्नुभएको छ गाडी लिएर। अक्कल अरे यहाँ यस्तो दामी हुन्छ नि अरे यहाँ टक्क, तिनीहरूले आफै जान्छन्, खेतीपाती गर्छन्, बस्छन्। भइसकेपछि यो माथिको ट्रेनको लिगो, यो ट्र्याक्टर हिँडेदेखि माथिको, अनि हामी हिँड्दैछौँ। यतातिर पुरै खाली एरिया छ, हामी यहीँ बाहिर जाने हो कहाँ भनेपछि त्यता पनि हिँड्यो हो, त्यहाँदेखि यतापट्टि जानुपर्छ, यता सिधै बाटै जान्छौँ अब हामी। त्यो बाटै जाने भएर अब दाइहरू कहाँ हुनुहुन्छ यहाँ यसो फुल फुलिहाल्छ, दामी देखिन्छ। हामी समरमा आएको थियौँ नि, अङ्गुरहरू हुन्छ कि यो भित्ता छ नि, यो सबै अङ्गुरहरू फल्या हुन्छ कि भित्तातिर यता, अनि सही हुन्छ। अहिले हामी अनार पनि फल्या हुन्थ्यो, अब यहाँ यिनीहरूले खाँदैनन् कि धेरै, अब यिनीहरूको फेरि नखरा धेरै चाहिँ खाने नखानेमा कहिले के भन्छन्, अब के अरे टेस्ट छैन, फोरो छ के भन्छन्। हामी त टिप्ने बोतलमा पानी हुन्छ, धोयो खाइहाल्यो हो, अनार स्याउ जे भेटिन्छ। धेरै जस्तो हामीले भेटाएको भनेको यहाँ चेरी र आरु सुन्तला पनि भेटिन्छ सिजनमा। खुर्पानी पनि दौरा खाइयो, सुन्तला दौरा खाइयो, अनार खाइयो, तर अलिअलि खाइयो, त्यस्तो खाइएन सुन्तला र खुर्पानी आडु जस्तो। ओलिभ त म विशाल सुन हामी कहाँ गएको थियौँ नि ओलिभको, त्यो बेला के मैले एउटा दुइटा मुखमा राख्थेँ होइन, सुरुमा लास्टै बमिटा लास्ट, पछि त साला त्यसको त्यो जब बिस्तारै मैले एउटा ओलिभ 10 मिनट च्यापिदिन्थेँ कि सानो ओलिभको दानालाई, बिस्तारै यस्तो मुख मिठो बनाउने यार, त्यसले खाना खाँदाखेरि यस्तो दौरा खाना खाइन्थ्यो, मुख मिठो बनाइन्थ्यो यार ओलिभले। ओलिभ सही हुन्छ गाइज यार, कोहीलाई ओलिभ मनपर्छ, मलाई आज मैले ओलिभ मनपर्ने भएको छ। विशालले भनेको कुरा सही हो, नेपालमा यस्तो भेराइटीको हुन्छ, ओलिभ किन चाहियो सही हो, तर यहाँ आइसकेपछि मैले खाएन, तर मलाई मन पऱ्यो क्या। मैले बन्दर छ कि पुरै बन्दर हो, सबै ध्वस्तै छ यहाँ पनि हामीले काम गर्न बोलाऊ न यार, गाई चाहिँ झारे होला।
नझारे ओलिभ यार गाइज हो यस्तो यो ओलिभको बुट्टा हो यसमा पुरै मेसिन हान्ने हुन्छ झर्र भइदिन्छ सबै खस्छ आफ्नो जालीवाला लगाउने सर टिप्ने भरिदिने निस्किने हाम्रो काम अनि बच्चा कुच्चा लट्ठीले ट्याङ 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 हान्ने झर्छ सर तर हेर्दाखेरि सहिलो ओलिभ के रहेछ झर्र हान्ने सब बिज हाम्रो आज धतुरिया र अनु त कहाँ गयो अहिले नत्र क्यारिकेचर सही सुनाइदिन्थ्यो अनु दाइले अहिले तपाईँ चाहिँ मेरो हुन्न अनु दाइले हो कि पुरै उस्तै गरिदिने ल गाइज अब हामी आइसक्यौँ यो कामको लागि पहिला भन्नु पऱ्यो के नेसोसितो तर ओली फुपू स्पेनिस आउँछ है हाम्रो जो चलेली हामी सिक्दैछौँ लर्निङ वी आर इन लर्निङ फेज चाइले दाइ के छ त के बोल्नु पऱ्यो ठिक छ यो necesito trabajo en España para coger dos ओलिभा ओलिभा के हैन ओलिभा भन्छ ओलिभलाई ओलिभा नै भन्छ क्या dos के रे árboles आर्बोलेस भाले आर्बोलेस सी 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 bien आर्बोलेस no ओलिभा मुइमाल सी मी este मुइमाल सी आर्बोलेस भाले गाइजहरु ठिक छ फासिल para coger सी तर सबै बजार पाएको रहन्छ छैन नि त्यो त हाँगा काट्दै कसलाई भन्छ यहाँ राम्रै केटी बस्ती के घरमा हो कहाँ यो घरमा विशालले फेरि केटीको छुटान्नन् गाई के गर्छन् भनेपछि केटी सबलाई हेर्छन् नजिक आएपछि नि अस्ति न फेस्ता थियो कि गाइज यहाँ विशाल आऊ न यिनको कहानी यति छ नि होइन यहाँ कहानी के छैन म कहानीलेस मान्छे हो फेस्ता थियो है विशाल के गर्यो अरे फेस्तामा आयो लाज एउटा केटी नाच्दै नाच्दै आयो कि अब यहाँ त ओपन हुन्छ नि यतिकै गरेर विशाल गर्दा घुमिरहेको थियो कि त्यसले बियर खाएर हात जोडेर उता जा गर्छन् एउटा त्यसले नेपाली बुझ्दैन थाहा हो जानु भनेको हात जोडेर कि उता त जानु गर्छन् कि त्यो ठाउँमा कालु भइदियो भयो के गर कालु यहाँ के छ यहाँ न कालु यहाँ न त्यो ठाउँमा कसम चाहिँ कोही स्पेनिस विशालको ठाउँमा जस्तै केशव पनि आइदियो के च्याप्पै छोपिदिन्थ्यो हो कि नै विशालले भगायो उता जाएर केशवले च्यापचुप पारेर त्यसले भनिदिन्थ्यो फेसबुक I know you are interested in black guy, but I'm also in black guy. I'm from in Ethiopia. Yeah. That's why. इथोपियन हो रे गाई चाहिँ I will speak in English. Shall you talk in English? Then okay. But a little bit poco in Spanish. यता गाडी आछ ल गाई अहिले पछि उता गएर भेटौँला अब